साथीहरु नमस्कार, फेरि पनि स्वागत छ हाम्रो युट्युब च्यानलमा। साथीहरु यति बेला आपको सिजन चलिरहेको छ र हजुरहरुले हेर्न सक्नुहुन्छ आपमा चाहिँ फूल लागिसकेको छ र यो फूल झर्ने समस्या पनि देखिन्छ हिजो आज। र हजुरहरुले यसको रोकथाम गर्नको लागि हामीले केही उपायहरु बताएका छौं यो भिडियोमा। त्यही भएर यो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्नु होला। यसमा हामीले पूरा डिटेल जानकारी दिने छौं यो आपको फूल र फल किन झर्ने गर्दछ। सबभन्दा पहिले त हजुरहरुले पानी हाल्नु होला आपको जरामा, किनभने यति बेला गर्मीको सिजन चलिरहेको छ र मोइस्चर एकदम सुकिरहेको छ। जुन मोइस्चर हुन्छ जरानिर त्यो सुकिरहेको छ। यसकारण मोइस्चर कायम गर्नको लागि हजुरहरुले पानी दिनु होला जरामा। र अर्को समस्या भनेको यो गम जस्तै आपको हाँगामा चाहिँ यो गम जस्तो देखिन्छ। यसले गर्दा पनि हाम्रो जुन फूल हुन्छ आपको त्यो झर्ने गर्दछ, जो जुन फल हुन्छ त्यो पनि झर्ने गर्दछ। यसको रोकथाम गर्नको लागि हजुरहरुले चाहिँ चुना लगाउनु पर्छ जरामा। हजुरहरुले यहाँ भिडियोमा हेर्न सक्नुहुन्छ। जरादेखि माथि लगभग 3 फुटसम्म हजुरहरुले यो जुन खाने चुन हुन्छ पानको पसलमा सजिलै पाउन सक्नुहुन्छ त्यो चुन लगाइदिनु पर्छ खूब राम्रो तरिकाले। यसले गर्दा जुन गम जस्तै जुन लासा आउँछ हाम्रो हाँगामा त्यो रुक्ने गर्दछ। र अर्को हजुरहरुले एउटा प्रमुख उपाय गर्नु होला, यसमा फंगिसाइडको स्प्रे गर्नु होला हजुरहरुले फूलमा, किनभने यसमा ब्लाइटको पनि समस्या आउँछ। यसकारण हजुरहरुले कुनै पनि कम्पनीको फंगिसाइडको स्प्रे गर्नु होला। र अर्को प्रमुख समस्या भनेको यसमा यो फूललाई चुस्ने किराहरू आउँछन् र त्यो किरा मार्नको लागि हजुरहरुले कुनै पनि कम्पनीको राम्रो कम्पनीको हजुरहरुले फल चुसक रस चुसक जुन किरा फटेङ्ग्राहरू हुन्छन् त्यसको औषधि स्प्रे गर्नुपर्छ। र हजुरहरुले लगभग 1-2 चोटी चाहिँ यसको स्प्रे गरिदिनु होला। यसको स्प्रे गर्नाले हाम्रो जुन फूल हुन्छ त्यो झर्नाबाट रुक्छ र हाम्रो जुन फल लाग्न थाल्छ त्यो फल पनि झर्न पाउँदैन। हजुरहरुले यति गरिसकेपछि हजुरहरुको जुन फूल हुन्छ त्यसमा फल लाग्न सुरु हुन्छ र त्यो फल झर्नबाट चाहिँ रुक्छ। र अर्को एउटा कुरा हजुरहरुले ध्यान दिनु होला, हामीले जब इन्सेक्टिसाइडको स्प्रे गर्छौं, हामीले कीटनाशकको स्प्रे गर्छौं, त्यो चाहिँ हामीले साझा अथवा एकदम बिहानको बेलामा हजुरहरुले मात्रै स्प्रे गर्नु होला। दिउँसोतिर घाम लाग्ने बेलामा हजुरहरुले स्प्रे नगर्नु होला, किनभने घाममा हाम्रो स्प्रेले त्यति काम गर्दैन। र एउटा अर्को महत्त्वपूर्ण कुरा, हाम्रो जुन माहुरीहरू आउँछन्, हनी बीहरू जुन आउँछन् पराग सेचन गर्नको लागि, त्यो माहुरीहरू हाम्रो इन्सेक्टिसाइडले गर्दा, हाम्रो कीटनाशकले स्प्रेले गर्दा चाहिँ मर्न सक्छन्। यसकारण हजुरहरुले विशेष ख्याल राख्नु होला र हजुरहरुले साझा अथवा बिहानमा मात्रै स्प्रे गर्नु होला। र हजुरहरुले कम से कम यो 2 चोटी स्प्रे गर्नु होला हप्तामा, 1-1 हप्ताको अन्तरालमा। यसबाट हजुरहरुको चाहिँ फल र फूल 100% रोक्ने काम हुन्छ र हाम्रो जुन फूल झर्ने समस्या हुन्छ, फल झर्ने जुन समस्या हुन्छ त्यसको पर्मानेन्ट चाहिँ त्यो रुक्छ। र साथीहरु यदि हाम्रो भिडियो जानकारीमूलक लाग्छ भने हजुरहरुले कृपया हाम्रो च्यानललाई पनि सब्स्क्राइब गर्नु होला। धन्यवाद साथीहरु।